के खाना डुलेका हो के म त्यसै कालो भएको हो त बिमालाई मात्रै पिट्ने हेलो गर नमस्ते गर हेलो एभ्रिवान वेलकम टु माई बिमा ब्लग्स अनि आज चाहिँ हामी बुटोलदेखि घर आएको है पहिला चाहिँ सधैँ म हप्तामा एकचोटि घर आउँथेँ कि आजकल यो बहिनी गएदेखि म 20 दिनपछि घर आउँदैछु 20 दिन हेर्नुहोस् त म 20 दिनपछि घर आउँदैछु सो अनि आज चाहिँ मलाई यो बहिनीले कपाल बार्दियो कि तर गाडीमा यता उचाल्दा उचाल्दा मेरो कपाल बिग्रिसक्यो होइन केही छैन अब बुटोलमा हुनेलाई त गर्मी कतिको छ भन्ने कुरा थाहा होला है यति गर्मी छ नि पुरा गर्मीले घमाउरा आएर मेरो फेसभरि पुरा घमाउरा भए हाम्रो मधुको पुरा आएको छैन घमाउँदा केही पनि आएन अनि यति म त्यसै कालो भएको हो त यो गर्मीले गर्दाखेरि हो म कालो भएको जाडो लाग्दा त म गोरी हुन्छु के गर्मी लागेपछि मात्रै हो म यस्तो हल्का कालो हुने हल्का मात्रै हो धेरै कालो छैन होइन यो त हातले छेकेर नि राम्रो मान्छेलाई गाह्रो हुन्छ कि अन्त कि गाइज होइन म त एउटा कुरा भन्नै बिर्सेछु कि अनि मेरो चाहिँ लाइसेन्स आयो नि त लाइसेन्स अनि मैले घरमा भनेकै छैन अब म घर गएर भन्छु मेरो बाबाआमाको रियाक्सन के हुन्छ तर हाम्रो फ्यामिलीमा पनि त्यस्तो हो भएर त्यो रियाक्सन दिन चाहिँ जान्दैन त्यही पनि लेट्सी हेरौँ के हुन्छ है लेट्सी भनेको कि लुसी भनेको लेट्सी भनेको यार लेट्सी ओ मलाई इङ्ग्लिसमा खासै बोल्न आउँदैन त्यही पनि घरिघरि झुकेर एउटा दुईवटा शब्द निस्किन्छ त्यही पनि यसले यति बिल्ला गर्छ नि मलाई यति बिल्ला गर्छ हुन त अब यिनीहरू भनेको पर्फेक्ट इङ्ग्लिस बोल्ने खाले हुन् होइन हामी भनेको झिसेमिसे काम चलाउ सरकार पऱ्यो त्यही भएर पनि होला लास्ट बिल्ला गर्छ कि मलाई चाहिँ यस्तो इङ्ग्लिस कुनै वर्ड बोल्यो भने पनि तर म आइहाल्छ कि बोल्दाखेरि झ्याप्पा आइहाल्छ अब म घरमा गएर बाबाआमा अनि दिदीहरूलाई देखाउँछु के भन्छ होइन कपडा धुन्थेँ के गर्थेँ आज चाहिँ के गरिरहेको हाम्रो आमा बाबा चाहिँ नानी दिदी अनि चाहिँ म दुईजना बाहिर हेर्न जानुभएको उता हेलो घर हेलो घर नमस्ते घर हेलो 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 गरिदेऊ नमस्ते गरिदेऊ नमस्ते गर नमस्ते गर चुप मलाई गरिदेऊ यहाँ एउटा गुड न्युज छ नि त हौ खोइ बाबा खै र बाबा पनि भएन हुन्छ नि खो बिमालाई मात्रै पिट्ने मेरो बाइकको लाइसेन्स आयो के बाइकको लाइसेन्स धन्यवाद हेर्नु त्यसलाई त्यो सिकेपछि बल्ल त हो नि निकाल्ने देख्नु अब यो लिएर गएपछि उहाँ गए अब एक हप्तापछि जाने होइन एक हप्तापछि गएपछि दिन्छ अरे अनि त्यसलाई डुप्लिकेट त कार्ड बनाएर अनि ल्याइदिनु अरे अनि त्यो चाहिँ राख्ने अरे अनि त्यसको चाहिँ कति वर्षपछि आउँछ अरे ओर्दिन बाबा कसरी बसिदियो कहाँ जानु बाबा के अरे यो लिएर आउँछु जहाँ होइन त यहाँ उहाँनिर चलेन त राम्रो मेरो आइडी लगाउनु वाइफाई आफ्नै हाल्नुपर्छ होला तिनजना केटी थिएँ म एकैले मात्रै तिनजनाको केटी थिएँ होइन केटाहरू कति धेरै थियो कि मतलब कति 100 कतिजना थियो दुइटै केटी खाली अनि मेरो मलाई डर लागिरहेको थियो पुलिससँग होइन त्यो ठक्का गर्ने पुरा ढुक्कले दियो अरे उनीहरूलाई खाना भनेर भन्यो होइन त्यसपछि त म केही देख्न सुन एकैचोटि बोलाएर खुसी लाग्यो एकपल्ट त यही हो के म चलाउनु अब मेरो लाइसेन्स बाइकको लाइसेन्स बाइकको ए जस्तो त्यहाँ ए बी लेखेको भएदेखि स्कुटीको हो होइन ए लेखेको भए चाहिँ बाइकको अनि फेरि स्कुटी
बाइक स्कुटी सबै चलाउन पाइन्छ कि त्यस 500 रुपियाँ त्यसमा फोटो खिच्ने अब टाइमर लगा हैन टाइमर लगाएर अनि त्यहाँ टाइम राखेर अनि यस्तो कोल्टे घोप्टो पारेर अनि आइज त लगाइस भर्खरै बुटोलबाट आएर चिया खायौँ हैन अब त्यसपछि यहाँ बिहान ट्र्याक्टरमा मोल लिएर आएको थियो अरे कि खेतमा हाल्नको लागि अनि बिहान त अब हामी थिएन नि त अनि त्यही भएर आमा दिदीहरू सबैले त्यहाँ छिराल्नु भएछ अब एक थुप्रा मात्रै छ अरे त्यहाँ छिराल्नको लागि त्यो छिराल्न हामी जाँदैछौँ त अब चाहिँ हामी यहाँ मोल छिराल्नलाई आएको मोलको थुप्रो यहाँ देख्न सक्नुहुन्छ यति धेरै छ यो थुप्रो धेरै छ हो यहाँ क्यामेरामा थोरै देखिएको यहाँ धेरै छ किन यो टालीबाट झारेको होइन र खसेको यत्रो धेरै खस्छ मतलब ठाउँ ठाउँमै खस्छ खस्दैन हामीले ठोकेको छिरालेको यो त ढाला खल्दाखेरि एकैसाथ खसेको यो खेततिर फेरि उसो गरिसक्यो नि हालिसक्यो अनि यो यहाँबाट फेरि कहाँ लिएर जाने त ल अब हामी यहाँबाट मोल लिएर त्यो खेतमा जान्छौँ अनि हाम्रो यो जोत्ने हो यो पुरै पक्का थरुनी भयो यो सबै यहाँ छिरालिसक्नु भयो यता चाहिँ ट्र्याक्टर हिँड्दै छिरालेको अनि यो चाहिँ त्यो पछाडिको ढाला कि के जति खोल्दाखेरि त्यो झरेको अरे कि अनि त्यही भएर हामी चाहिँ उताको टिन्टामा लगेर छिराल्छौँ अब यहाँबाट बोकेर के अरे फेरि कति भिडियोमा काम गरेको देख्दाखेरि हाल भाउजूलाई नदेख्न सक्छन् फेरि ए भाउजूले त काम पनि गर्दै रहन्छन् भनाउँदै आज काममा आउनुभयो हाम्रो भाउजूले पनि काम गर्नुहुन्छ है मुख छोप्नुहुन्छ मात्रै हो उता नानी पनि आउनु भए ओइ त्यसले पनि काम गर्ने अरे उहाँहरू पनि छाता ओढेर आउनु भए खै मलाई पनि उस गरिदिनु त मन लिएर जानु यस्तो राम्रो चटक्क परेर हिँड्छु ल अब हामी मोल बोक्नु मोल अनि हामी चाहिँ यहाँ काम गर्ने धेरै भयौँ कि त्यही भएर कोदाली पुगिन अनि म चाहिँ यो लिन आएको आची छ्या यसलाई चाहिँ के भन्छ हौ फरुवा के भन्छ जानुहोस् यो लिएर जानुहोस् लाउनु काम गर्न आउनु भएको हो लिएर जाऊ अघि चाहिँ म सेतो टी सर्ट लगाएर आएको थिएँ नि त सो अहिले चाहिँ म अर्को टी सर्ट फेरि आइसकेँ सेतो टी सर्टमा अब मोल उस गर्दाखेरि दाग लाग्छ नि त त्यही भएर यतै डोको पनि लिएर आएको छु यता बाटो पनि लिएर आएको छु ट्र्याक्टर चाहिँ उता आइसक्यो यत्रजना लागि परेका छन् के गर्नु कसैले यसो क्यामेरा समात्दै पनि हुन्थ्यो नि छैनन् कि मैले यस्तोमा मोल बोकेँ खोइ मलाई खालि काम गर्दैनन् भन्छ नि काम त गर्छु नि हौ म यतै भाउजू या बरु डोकामै सजिलो के त्यो अगाडि बोक्नुभन्दा त म चाहिँ 3 खेप लिएर हिँडिसकेँ कि तर मेरो भिडियो गरिदिने मान्छे कोही पनि थिएन अनि त्यो ट्र्याक्टरको पछाडि चाहिँ ती सेता गिद्धहरू के खाना डुलेका हो के पाउँछन् हो तिनीहरूले पछि डुल्छन् हो ए भगवान् यत्रो भाडोमा मोल बोक्दै हिँडिरहेको यहाँ टाउको हटहट पोलिसक्नु मेरो त्यस्तै त बकुल्लाहरू किन डुलिरहेको न त पछाडि अब हामीले यहाँ सकिन आँटिसक्नु हो सकिन थप्लो दुखो बाटो दिनु अरे हामीले चाहिँ त डोकामा बोक्नु भएको हामीले चाहिँ त्यो बाटोहरूमा दिदीले बाटोहरूमा ट्र्याक्टर आइसकेको छ नि त अनि त्यही भएर बोक्न हतार भयो कि अब यो छेउको पनि खानु पर्छ होला न मेरो हेर्नु न अनुहार भरि कस्तो घमाउराखेको म यसरी बोकेर हिँडिराख्दाखेरि मेरो भिडियो कसैले गराइदिएको छैन कि सबै हतार भयो नि त म पनि काम गरेछु ल फेरि आमालाई मात्रै बोकायो
छोरीले बोकेन लगाइज अब चाहिँ हामीले मल छिरालेर पनि लगभग भइसक्यौँ होइन। मैले पनि बोक्न चाहिँ बोकेको है। यसमा चाहिँ मैले बोकेँ 5-6 खेपै बोकेँ कि अनि आमाले चाहिँ डोकोमा बोक्नुभयो मलाई दिनुभयो किनकि आमाले टाउकोमा बोक्न सक्नुहुन्न नि त। अनि त्यही भएर आमाले चाहिँ डोकोमा बोक्नुभयो। फेरि आमालाई त्यत्रो ठुलो डोकोमा बोकाएर हामीलाई सानो भाँडामा बोकेको भन्ला होइन र आमाले यस्तोमा त्यो टाउकोमा राख्न सक्नुहुन्न नि त। अनि त्यही भएर भाइले पनि बोक्नुभयो, भाउजू पनि आउनुभएको थियो। ट्र्याक्टर एक्कासी आयो नि त पछि अनि त्यही भएर हतार भयो कि बोक्नको लागि। त्यस्तै हुनुभएको कि म त सेतो टी सर्ट लगाएर आएको, फेरि सेतोमा दाग लाग्छ भनेर बाबाको लगाएर आएको। सो गाइस अब चाहिँ दिदीहरू घर जान लाग्नु भएको। हामीले चाहिँ खाना खाएर जानु भनेको मान्नु भएन, अब घर जाने अरे दिदीहरू चाहिँ। सो गाइस मल छिरालेर हामीले भ्याइसक्यौँ अनि दिदीहरू पनि अब घर जाने अरे। अनि त्यही भएर दिदीहरू चाहिँ हात खुट्टा धुन घरतिर गइसक्नु भयो। हाम्रो घर चाहिँ यिनीहरू घर अगाडि चाहिँ हो हाम्रो खेत चाहिँ, त्यही हो। अब म पनि घर हिँडेको धेरै पछि काम गरियो, धेरै पछि काम गरेँ तर ठिक छ केही छैन। अनि गाइस हाम्रो घरमा त यस्तो चिज फलेको छ नि। यो चाहिँ हाम्रो करेसाबारी हो ल, यहाँ चाहिँ हाम्रो यो करेसाबारी हो। यता चाहिँ बोडीहरू फलिरहेको छ होइन। अनि यता कसैलाई हरियो मकै खानु छ भने भन्नुहोस् ल, म हरियो मकै लिएर आइदिन्छु। यताको चाहिँ पुरै सुकिसकेछ है। यता करेला छ अनि हाम्रो घरमा चाहिँ ओइ मलाई फेरि डर लाग्छ है सनफ्लावर। त्यो चाहिँ हाम्रो कान्छी बहिनी ल्याइदिएको थिएँ यसको उस चाहिँ, अनि त्यही भएर लगाएको। यहाँ देख्न सक्नुहुन्छ। अब यो घाम डुब्न लागिसक्यो नि त। अनि यो घाममा चाहिँ यस्तो बिहान घाम उदाउने बित्तिकै के भन्छ हौ फक्रिन्छ। अनि अहिले चाहिँ घाम अस्ताउन लागिसक्यो नि त, त्यही भएर यस्तो भइसक्यो। भोलि बिहान एकदम राम्रो देखिन्छ भोलि बिहान फेरि ल। धेरै छैन, यता 4-5वटा छ अनि यो लाइन भयो अनि यतापट्टि छ यस्तै। आया ए मम्मी ल आजलाई यति नै। हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। बाई।